बुद्धिस्टको त्यो र हामीले कुनै पनि टपिक हैन हाम्रो यो अब विशेष गरेर मैले पढाउने टपिक चाहिँ नि बुद्धिस्ट फिलोसफी होइन बुद्धिस्ट फिलोसफी मात्रै हैन यहाँ यो टाइटलमा बुद्धिस्ट महायान बुद्धिस्ट फिलोसफी एन्ड प्र्याक्टिस भनेर त्यसरी डिजाइन गरिएको छ हैन महायान बुद्धिस्ट फिलोसफी एन्ड प्र्याक्टिस अब यसको चाहिँ केही पूर्वाधारहरू हैन यो महायान बुद्धिस्ट फिलोसफी एन्ड प्र्याक्टिसको केही फ्युचर्सहरू भनौँ की फिचर्स साइलेन्ट फिचर्सहरू के हुन् भन्दाखेरि सबैभन्दा पहिले हामीले यो महायान बुद्धिस्ट फिलोसफी पढाउँदाखेरि ओरिजिनल टेक्स्ट संस्कृत टेक्स्टलाई चाहिँ हामीले संस्कृत टेक्स्टको आधार लिन्छौँ कि हैन त्यो चाहिँ नि फर्स्ट विशेषता हो संस्कृत ओरिजिनल महायान टेक्स्टहरू छन् हैन धेरै संस्कृतमा लेखिएका महायान टेक्स्टहरू महायान बुद्ध धर्म सम्बन्धी टेक्स्टहरूको चाहिँ नि हामी आधार लिन्छौँ सकेसम्म यसमा अब हाम्रो यो कलेजको विशेषता नै महायान बुद्ध धर्ममा चाहिँ नि अब विद्यार्थीहरूलाई अब एकाडेमिकल्ली हैन प्र्याक्टिकल्ली त अब यहाँ अहिले सिलेबसमा प्र्याक्टिस भने पनि र यो फिलोसफी पढ्दाखेरि त प्र्याक्टिकल्ली त्यो आफ्नो यो के अरे उन्नयनको एउटा विषय हो यो हैन तैपनि यो अब यहाँ कलेजमा चाहिँ एकाडेमिकल नै पढाइ हुन्छ त्यसको लागि पहिला सुरुमा चाहिँ हामीले संस्कृत बुद्धिस्ट लिटरेचर हैन अघि उहाँ सरले बुद्धिस्ट लिटरेचर पढाउनु भयो नि संस्कृत बुद्धिस्ट लिटरेचरको आधारमा हामी फिलोसफी पढाउँछौँ हैन एउटा त्यो हो फर्स्ट अर्को सेकेन्ड के हो भन्दाखेरि हामी यहाँ महायान बुद्ध धर्म अथवा महायान जनरल्ली बुद्ध धर्म तपाईले अब हामी नेपालमै हेर्नुभयो भने तीन प्रकारका बुद्ध धर्महरू तपाईले चाहिँ देख्नुहुन्छ एउटा श्रावकायनको रूपमा थेरवाद बुद्ध धर्म अर्को चाहिँ नि हाम्रो तिब्बतन बुद्ध धर्म छ हैन त्यो पनि महायान नै हो महायान बौद्धायन दुईटै मिश्रित अनि हाम्रो नेवार बुद्धिज्म भन्ने छ कि हैन त्यो पनि महायान बौद्धायन दुईटै मिश्रित हो कि अब यहाँ चाहिँ नि खाली यो महायान पातो मात्रै समात्छौँ कि हामी हैन मतलब महायान बौद्धायन पातो मात्रै समात्छौँ कि यहाँ अब हामी अब एउटा लिमिटेसन भनौँ हामी पाली ग्रन्थलाई आधार मानेर हामी स्टडी गर्दैनौँ हैन हामी चाहिँ मुख्य रूपमा हामी संस्कृत ग्रन्थ किनकि महायानका ग्रन्थहरू हैन ओरिजिनल ग्रन्थहरू बुद्ध वचनहरू भगवान बुद्धका बुद्ध वचनहरू सबै संस्कृत बौद्ध ग्रन्थहरूमा सुरक्षित छ कि अब संस्कृत बौद्ध ग्रन्थहरूलाई हामी मुख्य रूपमा आधार त्यसैलाई आधार मानेर हामी चाहिँ यो बुद्धिस्ट फिलोसफी अध्ययन गर्ने जमर्को गर्दैछौँ भनौँ न हैन अब यसको लागि चाहिँ अब हामीलाई अर्को पूर्वाधार के हो भन्दाखेरि हामी महायान बुद्ध धर्म प्रवेश गरिसकेपछि हैन अब प्रवेश गर्दैछौँ भनौँ न यो सबै कोर्स चाहिँ हामीले महायान बुद्ध धर्म अनुसार नै हामीले चाहिँ नि पढाउँछौँ हैन यो फिलोसफीको सबै त्यो यहाँ अलिकति मोटिभेसनमा पनि फरक भिन्नता ल्याउनु पर्ने हुन्छ कि कस्तो भन्दाखेरि महायान बुद्ध धर्मको सुरुवात नै यो बोधिचित्त अर्थात् एउटा कुरा के हो भन्दाखेरि सबै प्राणीहरू हैन भगवान बुद्ध अलिकति यहाँ यो यसो कुरा सुन्दाखेरि नौलो पनि लाग्ला हामी भगवान बुद्ध अथवा साइकिन बुद्ध जस्तै सबै प्राणीहरूसँग बुद्ध हुने क्षमता छ अरे कि त्यो क्षमता भएर नै भगवान बुद्धले उपदेश दिनुभयो हैन अनि 45 वर्षसम्म उपदेश दिनुभयो त्यो क्षमता नभएको भए उहाँले चाहिँ त्यो उपदेश दिनु हुन्न थियो होला हैन तर उहाँले उपदेश दिनुभयो किनकि आफू जस्तै सबै प्राणीहरू हैन सबै प्राणीहरू भन्दाखेरि यहाँ मनुष्य मात्रै हैन जनावरहरू पनि हैन अनि अब देखिने नदेखिने सबै प्राणीहरूसँग यो बुद्ध हुने क्यापेसिटी छ त्यसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि तथागत गर्व भन्छौँ कि यो त टेक्निकल शब्द हो यो चाहिँ नोट गरिराख्नुपर्छ आज हामी त्रिशरण गमन पढ्दैछौँ कि केही टेक्निकल शब्दहरू तपाईँहरूले सम्झिराख्नु पर्ने कि महायान बुद्ध धर्मको पुरै कोर्समा त्यो के हो भन्दाखेरि म यहाँ लेखिदिन्छु एउटा के हो बोधिचित्त भन्ने त्यो टेक्निकल शब्द आइरहन्छ कि यो सँगै हामी चाहिँ नि हैन यो घुलमिलै हुनुपर्छ कि शब्द हैन अनि यो बोधिचित्त करुणा भन्ने अब मैले यहाँ नेपालीमा लेखिन यसलाई इङ्ग्लिसमा चाहिँ कम्प्यासन भनिन्छ कि हैन यो दुईटा शब्द भयो सम्झिराख्नुपर्छ किनकि यो महायान बुद्ध धर्मको मुटु नै हो हैन अर्को चाहिँ नि यो प्रज्ञा पारमिता
यसलाई इङ्ग्लिसमा पर्फेक्सन अफ विजडम भनिन्छ, सम्झिराख्नुपर्छ कि। अर्को कुरा त नि यहाँ एम्प्टीनेस, शून्यता हैन। अनि यसकै माथि चाहिँ हामी के यहाँ चाहिँ अब लभिङ काइन्डनेस भनिन्छ, यसलाई चाहिँ मैत्री भनिन्छ। सम्झिराख्नुपर्ने कि पुरै मायन कोर्समा चाहिँ हामीले चाहिँ सम्झिराख्नुपर्ने। बोधिचित्त पछि आउँछ यो सबैको व्याख्या हैन। बोधिचित्त भनेको के हो? अनि अब विश बोधिचित्तलाई चाहिँ हामीले यसो भन्न सकिन्छ, भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नु हो न, हामीले पनि बुद्धत्व प्राप्त गर्न सक्छौँ। त्यही भएर उहाँले चाहिँ बुद्धत्व प्राप्त गर्ने महायान उपदेश दिनुभयो हैन। त्यो कारणले गर्दाखेरि हामी पनि बुद्धत्व प्राप्त हामीले पनि बुद्धत्व प्राप्त गर्न सक्छौँ। त्यो बुद्धत्व प्राप्त गर्ने संकल्प त्यो पनि अरू प्राणीहरूको लागि हैन, जस्तै कि तु हैन विश 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 इङ्ग्लिसमा भन्दाखेरि या एस्पायर complete enlightenment for the benefit of महायान बुद्ध धर्मको स्टोरी भनेको हैन, महायान बुद्ध धर्मको प्र्याक्टिस भनेको आफ्नो लागि गरिदैन के। प्र्याक्टिस अफ महायाना, यसमा वज्रयान पनि इन्क्लुडेड, only for the benefit of others, because when we wish to or actually others, our benefit is automatically guarantee भन्ने मान्यतामा चल्छ। यो विशेष गरेर अरू पनि शब्दहरू आइरहन्छ, तर हामीले सधैँ सम्झिराख्नुपर्ने कि, सधैँ सम्झिराख्नुपर्ने यो शब्दहरू भनेको यो केही पाइथहरू भनेको हैन, यी पाँचवटा हुन् के त बोधिचित्तको हैन, मैत्री भनिन्छ। मैत्री भनेको अब हाम्रो जनरल भाषामा भन्दाखेरि माया, दया हैन इत्यादि सबै, अनि कम्प्यासन त थाहा छैन, करुणा, अनि प्रज्ञापारमिता। अनि अर्को एउटा आउँछ नपै नहुने कि, अझ यो भन्दा माथि नै राख्नु होला। रिनुन्सिएसन, यसलाई अब संस्कृतमा वैराग भनिन्छ कि। यो सातवटा चाहिँ पोइन्टहरू तपाईँले सधैँ यो कोर्स नसिदिन्जेल होइन कि, तपाईँले अब पछि प्र्याक्टिस पनि गर्नुहुन्छ भने महायान प्र्याक्टिस गर्दै जाँदाखेरि बुद्धत्व प्राप्त गर्नु त छ हामीले हैन। मेन हाम्रो उद्देश्य त्यही हो, त्यो एस्पायर कम्प्लिट इन्लाइटमेन्ट भनेको भगवान बुद्धले प्राप्त गर्नुभएको जुन बुद्धत्व छ नि, बुद्धपना। बुद्ध इज डिफ्रेन्ट फ्रम अदर्स हैन। उहाँले चाहिँ किन उहाँले बुद्धत्व प्राप्त गर्नुभएको छ, त्यही बुद्धत्व हामीले पनि प्राप्त गर्न सक्छौँ हैन। सबैभन्दा पहिला साइमन बुद्धरागत चाहिँ साधारण मानव नै हुनुहुन्थ्यो नि हैन, पछि उहाँले चाहिँ प्र्याक्टिस गर्दा 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 त्यो लेभलसम्म पुग्नुभयो बुद्धत्व हैन। यो जनरली यति यो सातवटा पोइन्ट चाहिँ याद गर्नुहोस् हैन, सधैँ चाहिँ यो स्मरणमा राखिराख्नुपर्छ कि, सधैँ स्मृतिमा मनमा बसाइराख्नुपर्छ। यो हाम्रो यो कोर्स अवधि भर नै यो सातवटा पोइन्टहरू छ नि, जनरल यो चाहिँ मिनिमम हो कि, अरू चाहिँ टेक्निकल शब्दहरू आइरहन्छ, हामी व्याख्या पनि गर्दै जाउँला। अनि यो हाम्रो यो क्लास आवर चाहिँ अब 50 मिनटको हुँदाखेरि हरेक टपिक 50 मिनट्स फर इच एन्ड एभ्री टपिक अफ द सिलेबस। मैले चाहिँ यहाँ 50 मिनटमा सबै सघाउनु पर्छ, सबै टपिक के हैन, एक एउटा टपिक जुन दिएको छ हैन। अनि त्यो सबै अरू चाहिँ अब तपाईँहरूकै भरमा हैन, तपाईँले किताब पढेर म किताबहरू उपलब्ध गराइदिन्छु, केही धन्न मान्नु पर्दैन, किताबहरू कहाँ पाइन्छ के पनि चाहिँदैन कि। म मेरो घर आफै लाइब्रेरी हो कि ठुलो, विदेशका स्टुडेन्टहरू, वैदेशिक फरेन स्टुडेन्ट्सहरू र यहाँ नेपालभरका बुद्धिस्ट स्टडिज गर्ने स्टुडेन्टहरू यहाँ हाम्रो लाइब्रेरीमा आउँछन् भनेपछि म आफैले पढाउँदैछु कि, तपाईँहरूले त अब नेचुरली त्यो उपलब्ध त गराइ नै दिन्छु हैन, त्यसमा पनि धन्न मान्छु। यति कुरा ध्यानमा राखेर अब हामी चाहिँ सुरु गर्दैछौँ कि। अब जेनरली म एउटा यो आजको त्रिशरण गमन टपिक पुरै सघाउँछु हैन।
अब म सरसर्ती अब यसमा जे उल्लेख गरेको छ होइन स्लाइडमा त्यो सबै म चाहिँ कभर गरेर जाँदिनँ होइन। म चाहिँ नि आजको सबैले बुझ्ने किसिमले म त्रिशरण गमनको बारेमा केही आजको कति 40 मिनट चाहिँ म टक गर्छु होइन। अब सबैभन्दा पहिले हामीले बुझ्नुपर्ने के हो भन्दाखेरि हामी महायान गोत्र अथवा महायान फ्यामिलीभित्र प्रवेश गर्दैछौँ कि आजदेखि भनौँ न होइन। महायान गोत्रभित्र हामी प्रवेश गर्दैछौँ, महायान फ्यामिलीभित्र प्रवेश गर्दैछौँ होइन। यसलाई चाहिँ नि अब हामीले गोत्र भन्छौँ कि गोत्र भनेको के हो, परिवार हो कि। एउटा हामी सबै अहिले जति पनि यहाँ हामी अब विद्यार्थी मित्रहरू हुनुहुन्छ होइन, सबै हामी चाहिँ अब साथीभाइ गोत्र जस्तै हो कि, एउटा फ्यामिलीको फ्यामिली मेम्बर्स जस्तो। ए हामीले चाहिँ अब महायान बुद्ध धर्म चाहिँ सिक्दैछौँ। महायान बुद्ध धर्ममा चाहिँ मैले अघि भने बेसिक हामीले सम्झिराख्नुपर्ने त्यो 7 पाइटहरू चाहिँ नि होइन, त्यो सधैँ सम्झिराख्नुपर्ने हुन्छ। त्यो चाहिँ नि त्यो हाम्रो मनमै लेखेर राख्नुपर्छ, मनमै बसाउनुपर्छ कि होइन। अब महायान पर्सपेक्टिभबाट अब हामीले त्रिशरण गमन चाहिँ नि कसरी लिन्छ भन्ने बारेमा अब हामी चर्चा गर्दैछौँ कि। त्यसको लागि अब सबैभन्दा पहिले हामीले थाहा पाउनुपर्ने के हो भन्दाखेरि म केही श्लोकहरू चाहिँ नि म संस्कृतमा अब पालीमा पनि भनौँ, पालीमा र संस्कृतमा अब हुन त के हो भन्दाखेरि बुद्ध धर्म चाहिँ नि तपाईँले विभिन्न प्रकारका बुद्ध धर्म अहिले फैलिएको देखिन्छ कि यो संसारमा होइन, देख्नुहुन्छ तपाईँ। यो सबै चाहिँ नि के हो भन्दाखेरि यो स्टेप बाई स्टेप चाहिँ नि होइन, यो एकपछि अर्को गर्दै यो स्टडी गर्दै जाने, प्र्याक्टिस गर्दै जाने एउटा सोपान हो कि त्यो, अलग अलग होइन होइन। त्यो हिसाबले चाहिँ सबै बुद्ध धर्म चाहिँ नि अब हामीले एकीकृत रूपमा चाहिँ प्र्याक्टिस गरेर जान सक्छौँ। सबै ट्रेडिसनहरूको जुन छ नि होइन, कसैले थेरवाड भन्ला होइन, कसैले महायान भन्ला, कसैले वज्रयान भन्ला, यो सबै चाहिँ स्टेप बाई स्टेप प्र्याक्टिस गर्दै जानुको लागि हो कि होइन। त्यही भएर तर जुनसुकै बुद्ध धर्म किन नहोस्, सबैभन्दा पहिले हामीले प्र्याक्टिस गर्नुको लागि यो बुद्ध धर्म र सङ्घको शरणमा जानै पर्छ कि, त्यो चाहिँ अपरिहार्य नै छ। बुद्ध धर्म र सङ्घको शरण नगइकन हामीले कुनै पनि हालतमा होइन, यहाँ एउटा त्यो छ शब्द, त्यसलाई फेरि दोहोऱ्याएर भनौँ, कुनै पनि हालतमा हामीले बुद्ध धर्म भगवान् बुद्धले दिनुभएको शिक्षा प्र्याक्टिस गर्न सक्दैनौँ। भले त्यो थेरवाड होस् अथवा होइन महायान होस्, वज्रयान होस्, अथवा जति पनि तपाईँले बुद्ध धर्म अहिले संसारभर फैलिएको देख्नुहुन्छ, यी सबै प्र्याक्टिस गर्नुको लागि एउटा फन्डामेन्टल रिक्वायरमेन्ट प्रिमिस भनेको शरण गमन चाहिँ लिएकै हुनुपर्छ होइन। शरण गमन लिने पद्धति फरक फरक होला, त्यो आफ्नो ठाउँमा छ, तर शरण गमन चाहिँ नि हामीले लिनै पर्ने हुन्छ कि। किन लिनु पर्यो त शरण गमन भन्दाखेरि अब हामीले आफैले सोध्नुपर्ने एउटा क्वेसन छ कि, के भन्दाखेरि म यो संसारमा सुखी छु भन्ने कुरा छ कि होइन। एम आई रियली ह्याप्पी इन दिस वर्ल्ड होइन, कि म यहाँ के गर्दैछु यो संसारमा, वाट आई एम डुइङ हियर इन दिस वर्ल्ड होइन, के को पछाडि म भाग्दैछु, वाट आई एम रनिङ आफ्टर इन दिस वर्ल्ड होइन, कि म यहाँ सधैँभरको लागि यो सधैँ संसारमा रहिरहन सक्छु होइन, क्यान आई लिभ इन दिस वर्ल्ड फर एभर। केही क्वेसनहरूको जवाब हामी आफैलाई दिनुपर्ने हुन्छ कि, कसैले सोध्ने होइन। किनकि बुद्ध धर्म भनेको के हो भने मेन्टल ट्रान्सफर्मेसनको धर्म हो कि, मानसिक उन्नयनको धर्म हो, मानसिक विकासको धर्म हो, मानसिक परिवर्तनको धर्म हो। मानसिक परिवर्तन कहाँदेखि कहाँसम्म भन्दाखेरि हाम्रो जुन यो खराब मानसिक स्थिति छ, अथवा एउटा टेक्निकल शब्द छ क्लेश भन्ने, यो क्लेशहरू जुन छ नि होइन, विभिन्न लोभ, ईर्ष्या, मोह, राग, द्वेष विभिन्न प्रकारका छन्। अझ बुद्ध धर्ममा त जम्मा साँच्चै तपाईँले चाहिँ ध्यान गरेर हेर्नुभयो भने 84,000 क्लेशहरू चाहिँ हुन्छ, सानोतिनो हाङबिङ्गाहरू सबै गरेर के होइन। ती क्लेशहरूबाट तपाईँले चाहिँ साँच्चै फाइदा पाउनुहुन्छ कि होइन, अथवा त्यसले गर्दा तपाईँले चाहिँ दुःख पाउनुहुन्छ, त्यो आफैले सोध्नुपर्छ कि म यो संसारमा सुखी छु भन्ने त्यो एउटा क्वेसन छ। साँच्चै तपाईँ अब हामी जनरली हामीले त्यसै भन्छौँ, म सुखी नै छु, म धनी परिवारमा जन्मेको छु होइन, मैले चाहेका सबै कुराहरू अहिले पूर्ति भइरहेको छ, अनि सबै कुराहरू चाहिँ नि मैले होइन उपभोग गर्न पाइरहेको छु, मेरो भने जस्तै सफलता पनि एकपछि अर्को मैले सफलता पनि पाइरहेको छु, मलाई के को दुःख भने भन्ला होइन। फेरि यहाँ एउटा के हुन्छ भन्दाखेरि यो ती सबै सुखहरू पाएर पनि हामी साँच्चै सन्तुष्ट छौँ कि छैनौँ, हामी साँच्चै सुखी छौँ कि छैनौँ होइन। त्यो भन्ने एउटा क्वेसन चाहिँ नि हामीले आफैले सोध्नुपर्छ र आफैले यसको जवाफ पनि दिनुपर्छ। हो मानिसहरू जन्मन्छन् होइन, जन्मन्छन्, अब कसैले कसले पनि भन्न सक्दैन कि
त्यो मानिस त्यति वर्षसम्म त्यति दिनसम्म बाँच्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन। अनि के यस्तो अब हाम्रो यो मर्नुपर्छ एक दिन हैन, मर्नु आफै पनि ठुलो दुःख हो हैन। किन मर्नु हामी चाहिँ नि अब मर्नु पर्यो भन्दाखेरि यो सबै हाम्रो शरीर हाम्रो सबै कुराहरू चाहिँ नि के हो स्थायी छैनन् के संसार हैन, कुनै पनि कुरा स्थायी छैनन् के। यो त हामीले यो अब हामी जन्मन्छौँ हैन, जन्मेपछि हामी अब हैन किशोर अवस्थामा पुग्छौँ हैन, युवा अवस्थामा पुग्छौँ, अनि अझ वयस्क हुन्छौँ हैन, अनि अब त्यो 33 वर्षसम्म बाँच्यो भने कथन कदाचित, तर त्यो त सम्भव छैन नि। सबैले यहाँ दुःख नभएको प्राणी कोही पनि छैन कि, कोही पनि छैन दुःख नभएको प्राणी। अब अमेरिकामै बस्नेहरू भनौँ न हैन, एकदमै समृद्धशाली देश, विकसित देश, वहाँ पनि अब सुसाइडल रेट हेर्दाखेरि सबैभन्दा धेरै त्यही विकसित देशमै छ कि हैन। किन उनीहरू सुखी भएनन्, किन सुखी छैनन् भन्दाखेरि भौतिक रूपमा मात्रै सुखी भएर अब नपुग्ने रहेछ कि हैन। भौतिक रूपमा मात्रै अब सबै सम्पन्न भएर सुखी हुने भए त अब डेभलप कन्ट्रीका ती मानिसहरू हैन सधैँ सुखी हुनुपर्ने हो नि हैन। उनीहरूले सुसाइड नै गर्नु नपर्ने थियो, डिप्रेसनमा जानु नपर्ने थियो, तर त्यस्तो छैन कि। के भने अब हामीले अब यो दुःख त छ के, तर दुःख भइकन पनि हामी सबैको जिन्दगीमा दुःख छ हैन। तर के गर्छौँ भन्दाखेरि हामीले त्यो दुःखलाई एउटा रहस्यको रूपमा लिएर भनौँ न हामी मर्नुपर्छ, तर हामीले कहिले सोचेछौँ त्यो मरणबाट हामीले छुटकारा पाउन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा कि। त्यतातर्फ हाम्रो ध्यानै जाँदैन। अहिले एकदम हामी सम्पन्न लाइफ चाहिँ हामीले बिताइरहेका छौँ। भने कुराहरू सबै हाम्रो अगाडि पूर्ति भइरहेछ हैन। कहिलेकाहीँ त अटोमेटिकली पनि पूर्ति भइरहेको हुन्छ हैन। अब तपाईँ त्यस्तो छ, अनि हामीले त्यस्तै जीवन बिताउँदा एक दिन अब कहिले आउँछ त्यो थाहा नै हुन्न, मृत्यु चाहिँ आइपुग्छ। अनि त्यतिखेर मात्रै अब मैले आफूले बिताएको जिन्दगीका हरेक पलहरू सम्झिन थाल्छ, अनि आफैलाई त्यतिखेर चाहिँ नि अब छाती पिटेर रुनुको कुनै फाइदा भएन कि। दुःख त छ नि यहाँ संसारमा हैन। भगवान बुद्धले भन्नुभएको छ यहाँ संसारमा 3 प्रकारका दुःख छन् भन्ने। एउटा दुःख त सधैँ दुःख त भइरहन्छ अब हैन। यो चतुर्थ सत्यमा हामी विस्तृत रूपमा चाहिँ अब हामी पढ्छौँ। त्यो दुःख धेरैसँग दुःख छ कि संसारमा दुःख नभएको मान्छेहरू कोही पनि छैन कि। जहाँ तहीँ जानुहोस् तपाईँ दुःखै दुःख मात्रै देख्नुहुन्छ कि। अब त्यसको मतलब के हो, यो सबै कुराहरू चाहिँ भगवान बुद्धले यो सबै कुराहरू बताएर कि हामीले फेरि डिप्रेसनमा चाहिँ पुर्याउन लाग्नु भएको हो कि हैन। अनि त्यस्तो कुरा हैन कि, दुःख छ नि त्यो स्वीकार गर्नु पर्यो कि हामीले। दुःख चाहिँ छ यहाँ संसारमा जहाँ पनि हैन। तर हामी नजरअन्दाज गर्दै अहिले त म सुखी नै छु त्यो बेला देखा जाएगा हैन। त्यो बेला देखा जाएगा अब मरेपछि त धुमै राजा हो, अब कसले देखाछ र भन्ने त्यस्तो चाहिँ नि छ। तर हामी कतिको ज्ञानी छौँ भने अस्तिकै कुरा चाहिँ फेरि दोहोऱ्याउन चाहिँ नि सकिन्छ कि। हामी आफैलाई पनि थाहा छैन हैन के हो जीवनको रहस्य, के हो जीवनको मिनिङ, के हो। तर त्यही पनि हामी आफैले चाहिँ त्यो स्टेटमेन्टहरू धारणा बनाउँदै हिँड्छौँ कि आफूलाई चाहिँ सन्तुष्ट पार्नलाई, आफूलाई चाहिँ अलिक किसिमले अब भनौँ न हिन्दी भाषामा चाहिँ एउटा यो आफूलाई सान्त्वना दिनलाई हामीले त्यस्तो एउटा बचाउको चाहिँ नि हैन, अनि त्यो बाटो समातिरहेको हुन्छौँ कि हैन सधैँ। तर वास्तवमा त्यो गलत हो। नत्र अब उहाँ सिद्धहरू ज्ञान प्राप्तहरू हैन अहिले त्यसै भने आएन कि ती सबै कुराहरू। किनकि यो मरणबाट मुक्त हुने, मरण भनेको ठुलो दुःख हो, रोग ठुलो दुःख हो, रोग व्याधि ठुलो दुःख हो हैन। हाम्रो मानसिक पीडा त कति छ, कति डिप्रेसनमा त अब झनै मान्छेहरू चाहिँ जान थालेका छन् कि अहिले हैन। अहिले यहाँ कोरोनाको महामारी छ, अब के हुन्छ के भन्न सकिन्न हैन। कहिले मृत्यु आउने हो थाहा छैन, दुःख हो नि त। अब के अब हामी अझ पनि यो दुःखबाट म बुद्धिस्ट पर्सपेक्टिभबाट भन्दैछु है, फेरि यहाँ पछि पसुन गरे हामी अझ पनि अब हामी हैन यो दुःखलाई नजरअन्दाज गर्दै पछि आउँला, अहिले त हामी सुख साथ बाँचिरहेका छौँ भन्ने कुरा हैन त्यो मनमा लिएर बसिराख्यौँ भने चाहिँ अब दुःख त एक दिन त आउँछ नि। त्यतिखेर के गर्ने, फेरि हामी मरेर जान्छौँ हैन। के हुने हो पछि त्यो पनि थाहा छैन हैन। हामीले आफूले मात्रै यो अब त्यस्तै आफूलाई सान्त्वना दिन मरेपछि के हुनु भने, तर थाहा कसले भन्न सक्छ। भगवान बुद्धले त त्यसो भन्नुभएको छैन। फेरि नरक लोक छ, प्रेत लोक छ, त्यहाँ जन्म्यो भने के हुने, दुःखै दुःख छ हैन। तर त्यो दुःखबाट छुटकारा हामीले दिने छुटकारा पाउन सक्छौँ, त्यो मुक्ति पाउन सक्छौँ। कसले मुक्ति दिन्छ त त्यो?
भनेर हामी खोज्दै हिँड्नुपर्छ कि साँच्चै तपाईँलाई त्यो एहसास भयो भने तर हामीलाई त्यो त्यो फिलिङ त्यो अनुभूति पनि आउँछ तर मृत्युशय्यामा आउँछ कि अहिले हामीलाई आउँदैन अहिले सबै कुराहरू अब ठिकठाक नै चलिरहेछ हैन यो जीवनलाई चाहिँ हामीले कहिले कहिले पनि बुझेका छैनौँ कि ठिकठाक नै चलिरहेछ हामीले दुःख पनि लाग्दैन दुःख पनि छैन जस्तो लाग्छ हैन तर दुःख सबैसँग हुन्छ कि तर अहिले चाहिँ अब एउटा ल अब मैले धेरै जीवनको अहिलेको अवस्थालाई नै हेर्ने हो भने हामी कति वर्ष चाहिँ अहिले बाँचिसक्यौँ भनौँ न कति वर्ष बाँकी छ त्यो सोच्दाखेरि त कहाँ आउँछ नि विभिन्न प्रकारको दुःखहरू छन् एउटा दुःख चाहिँ नि यो यस्तै हामीले देखिरहेका पेनहरू हैन पीडाहरू मानसिक पीडा अब हामीले जुन चाहिँ चिज चाहिँ हामीले अब पटक्कै मन पराउँदैनौँ त्यही चिजहरू चाहिँ नि अब हाम्रो जीवनमा आइरहन्छ त्यो मान्छेसँग बस्नुपर्ने हुन्छ जसलाई चाहिँ हामी मन पराउँदैन जसलाई मन पराउँछौँ त्योबाट छुटिएर बस्नु पर्ने धेरै कुराहरू अनि अर्को पीडा भनेको अहिले सुख हुन्छ फेरि चेन्ज भएर दुःख पर्नु पर्ने हैन यो संसारमा यो जन्म लिइरहनु पर्ने एउटा ठुलो दुःख हो यो दुःखबाट हामीले चाहिँ अब मुक्ति चाहन्छौँ भने चाहिँ हामीलाई को हो त मुक्ति सम्भव छ चाहिँ बुद्ध धर्मको भाषामा के भनिन्छ यो जन्म र मरणको दोसादबाट हामीलाई चाहिँ मुक्त हामीलाई चाहिँ हामीले जुन मुक्ति प्राप्त गर्छौँ त्यो मुक्तिलाई निर्वाण भनिन्छ कि त्यो निर्वाण प्राप्त गराउने हाम्रो अब कसले चाहिँ हामीलाई त्यो निर्वाण दिन सक्छ दुःखबाट मुक्ति प्रदान गर्न सक्छ यो माइक म्युट गरिदिनु है त्यो कसले चाहिँ हामीलाई यो दुःखबाट मुक्ति दिन सक्छ हामी खोज्दै जाने हो भने अब एउटा एउटा गर्दै खोज्दै जानु के अहिले धेरै पाएर चाहिँ हामी त्यो दुःख अब मृत्युबाट मुक्त हुन सक्छौँ यो म्युट गरिदिनु न अनि अब के त अब यो हामीलाई मुक्त गरिदिने को छ त भन्दाखेरि यो बुद्ध धर्मको पर्सपेक्टिभबाट भन्दैछु होइन अनि तपाईँहरू चाहिँ अब विभिन्न देवी देवताहरूको शरणमा जानुभयो हामीले यो जन्म र मृत्युबाट हामीलाई मुक्ति चाहियो दुःखहरूबाट मुक्ति चाहियो तर उहाँहरूले पनि टेम्पोररी मुक्ति मात्रै दिनुहुन्छ कि फेरि दुःखको दुःखै जस्तै कि तपाईँले चाहिँ अब त्यो उता थमेलतिर बसिरहेका खातीहरू होइन खातीहरू चाहिँ त्यहाँ त्यतिकै बाटोमा सुतिरहेको हुन्छ नि होइन उनीहरूलाई तपाईँले ठुलो दया माया जागेर उनीहरूप्रति होइन तपाईँले खाना खुवाउन लग्नुहुन्छ होटेलमा पनि होइन तर फेरि भोलि पनि उनीहरू त्यस्तै अवस्थामा हुन्छ कतिसम्म त्यो गरिराख्ने होइन भन्ने हुन्छ उनीहरूलाई परम मुक्ति नै कहिले पनि त्यस्तो होइन यो खाती भएर जीवन चाहिँ बिताउन नपरोस् भन्ने हिसाबले तपाईँले कि गोद लिनुहुन्छ कि अथवा त्यस्तै कुनै काम गरेर खाने त्यो गोद त्यस्तै हो कि अहिले शान्ति न सुखहरू आइरहन्छ फेरि दुःखमा परिणत हुन्छ कि तर सदाको लागि पर्मानेन्टली हामी चाहिँ नि त्यो दुःखहरूबाट मुक्ति नै प्राप्त गर्ने हो भने हामीले त्यो मुक्तिदाता को हो त्यो खोज्न जानुपर्ने हुन्छ कि केले चाहिँ हामीलाई त्यो मुक्ति दिन सक्छ हैन त्यो खोज्न जानुपर्ने हुन्छ अनि खोज्दा खोज्दा तपाईँले अब विभिन्न अब भनौँ न कुनै तपाईँलाई चाहिँ रोग लागेको छ भने हैन तपाईँ त्यतिकै त बसिरहनु हुन्न नि तर तपाईँलाई रोग लागेको छ भने नि तपाईँलाई थाहा भएन भने त्यतिकै बस्नुहुन्छ तर के हुन्छ अन्तिममा त्यो लास्ट आवर अर्थात् त्यो रोगले च्याप्दै गएपछि मात्रै तपाईँलाई अब हेक्क हुन थाल्छ अनि त्यतिखेर केही पनि गर्न नसक्ने अवस्थामा पुग्नुहुन्छ तपाईँ हैन त्यो रोग जस्तै हो कि अहिले यो ठुलो जुन दुःख छ नि हाम्रो यो 3 प्रकारको दुःख हैन यो दुःख चाहिँ नि महादुःख हो कि त्यो दुःखबाट अब शीघ्र नै हामी चाहिँ नि अब हैन आफूलाई चाहिँ नि मुक्त गरेर हामी निर्वाणको पथमा लाग्नु छ के अरे निर्वाणसम्म पुग्नु छ अनि त्यो निर्वाणसम्म पुग्दाखेरि जुन सुख प्राप्त हुन्छ त्यो महासुख हो कि त्यो महान सुख हो यहाँ दुई किसिमको सुख छ सुख र महासुख सुख मात्रै भन्यो भने चाहिँ हामीले अहिले जुन सुख भोगिरहेका छौँ टेम्पोररी क्षणिक रूपमा हैन त्यो सुख त सुख हो तर त्यो तुरुन्तै दुःखमा बदलिन्छ कि हैन तपाईँ सुख भोग गर्दा गर्दै तपाईँ अचानक मर्न सक्नुहुन्छ यस्तो बुद्ध धर्ममा यस्तो मात्रै कुरा हुन्छ हो जति ट्रुथ कि त्यो वास्तविकता हो कि हामीले नजरअन्दाज गरेर हैन हामीले त्यसलाई चाहिँ टेक फर ग्रान्टेड गरेर मात्रै त्यस्तो तर आउन त आइहाल्छ तपाईँ अब राति सुत्नुहोस् बिहान कहिले पनि हुन्न यही राति मात्रै हो भनेर तपाईँले त्यो विश्वासै गर्नुहोस् तर त्यो त तपाईँको अन्धविश्वास हो नि बिहान त हुन्छ हैन त्यस्तै हो कि
हामी पनि एक दिन चाहिँ नि मर्नै पर्छ। त्यो मृत्युबाटै छुटकारा पाउनुभयो भने त्योभन्दा ठुलो सुख कहाँ हुन्छ र, हैन? शान्ति नै सुख भन्दा त्यो सबैभन्दा ठुलो सुख हो। त्यस सुख दिने को हो? कसले त्यसलाई त्यस्तो सुख हामीलाई दिन सक्छ भने तपाईँले खोज्दै जानुभयो भने विभिन्न ठाउँमा तपाईँ शरण लिन सक्नुहुन्छ। जस्तै कि अब तपाईँलाई रोग लाग्यो त्यो पनि दुःखै हो, औषधिको सहारा लिनुहुन्छ, तर द्याट इज नट सर्टेन द्याट यु विल नट त्यो फेरि होइन रिल्याक्स चाहिँ भइहाल्छ नि, फेरि त्यो रोग त आइरहन्छ। त्यस्तै अर्को किसिमको सुख धन सम्पत्ति प्राप्त गऱ्यो भने म चाहिँ सुखी हुन्छु, धेरै कमाउन सकेँ भने म सुखी हुन्छु सोच्नु फेरि त्यो पनि गलत धारणा मात्रै हो। देख्नुभएकै छ नि, भनिराख्नु पर्दैन होइन। भनेपछि त्यो कम्प्लिटली हामीले त्यो निर्वाणसम्मै अब त्यो निर्वाणसम्मै दिने आफूलाई मात्र होइन, फेरि यहाँ महायानमा पसिसकेपछि अरूलाई पनि के म चाहिँ नि यो दुःख भोगिरहेको छु, तर अरूहरू पनि दुःख भोगिरहेको छ कि उनीहरूको ठाउँमा राखेर हेर्नुपर्छ। उनीहरूलाई पनि र म आफै पनि पूर्ण रूपमा मुक्त भएर जाने त्यो बाटो छ कि छैन, त्यो बाटो कसले देखाउनु भएको छ, त्यो खोज्दै जाँदा अन्ततः गत्वा तपाईँ चाहिँ नि होइन यो भगवान् बुद्धलाई नसम्झी सुखै छैन नि तपाईँ, होइन? त्यो बाटो चाहिँ नि भगवान् बुद्धले बाहेक अरू कसैले पनि देखाउन सक्दैन। टेम्पोररी सुख देलान् होइन, तर अल्टिमेट सुख भनिन्छ त्यसलाई, महासुख। त्यही भएर त्यो कारणले गर्दाखेरि होइन यो संसारबाट सम्पूर्ण रूपमा चाहिँ नि मुक्त भएर म चाहिँ नि त्यो महासुख चाहिँ प्राप्त गर्न चाहन्छु भन्ने जुन तपाईँको अथोट आउँछ, अनि मात्रै तपाईँ चाहिँ नि यो भगवान् बुद्धको अब उहाँको शिक्षा चाहिँ पालन गर्नको लागि उहाँमाथि भर पर्नुपर्ने हुन्छ, उहाँको शरण लिनुपर्ने हुन्छ। त्यसलाई नै बुद्धको शरण भनिन्छ कि होइन। त्यतिकै उहाँ चाहिँ अब ल यो भगवान् ठानेर चाहिँ त्यो गर्ने होइन कि पछि तपाईँले पनि अब होइन यो शरण यो महायान बुद्ध धर्मभित्र यस्तो छ कि तपाईँ पनि अब त्यो सबै प्र्याक्टिस गरेर होइन तपाईँले बुद्धत्व प्राप्त गर्नुभयो भने तपाईँले पनि अरूलाई शरण दिन सक्नुपर्छ। अरू मान्छेहरू तपाईँको शरणमा आउँछ यो दुःखबाट मुक्त हुनलाई, होइन? त्यसरी नै उद्धार गर्दै लाने हो अरे कि। अनि बुद्धको शरणमा चाहिँ नि त्यसरी गरिन्छ कि भगवान् बुद्धको शरणमा मात्रै गएर के गर्ने अब मेन अब हामी मुक्त भएर जाने। अब जस्तै कि तपाईँ चाहिँ डक्टर कहाँ जानुभयो कि डक्टरको चाहिँ शरणमा जानुभयो, तर अब डक्टरलाई हेरेर मक्ख परेर बस्दा तपाईँको रोग त निको हुन्न नि, होइन? एउटा भगवान् बुद्धलाई मात्रै हेरेर एकदमै ओहो कस्तो राम्रो शरीर है, कस्तो रूप, होइन? एकदम रूप लाउनेले अब भनिन्छ अब बुद्ध धर्मभित्र 32 लक्षण 80 अनुमान व्यञ्जनले चाहिँ युक्त भगवान् बुद्धको शरीर कति राम्रो होला, होइन? हामीले अब भगवान् बुद्धको टाइममा चाहिँ नि हामी बाँच्न सकेको भए हामीले त्यो देख्थ्यौँ, होइन? कति राम्रो शरीर भएको, होइन? कति पुण्यले चाहिँ नि अब पुण्यको फल हो त्यो चाहिँ नि, होइन? पहिला त्यतिका अब जन्मसम्म चाहिँ नि पुण्य प्राप्त गर्दै सम्भार गर्नु भनिन्छ, गर्दै होइन पाइएको त्यो शरीर हो। त्यो शरीर चाहिँ नि हेरेरै मक्ख परेर बस्यो भने हामी कहिले पनि मुक्त हुँदैनौँ, होइन? किनकि उहाँको शरणमा मात्रै गएर पुग्दैन खोजे कि उहाँले के गर्नुपर्छ त धर्म उपदेश दिनुपर्छ, शिक्षा दिनु पर्यो नि, होइन? अनि शिक्षा सुन्नुपर्छ तपाईँले। त्यसमा तिनवटा बाटो छ, श्रुतमयी, चिन्तनमयी र भावनामयी भनेर। तपाईँले सुन्नुपर्छ, सुनेर मात्र पुगेन, तपाईँले त्यो सुनेको कुरालाई चाहिँ अब बुझ्नु पर्यो नि, होइन? बुझ्नको लागि छलफल गर्नुपर्छ, होइन? क्वेसन एन्सर मार्फत छलफल गर्नुपर्छ। अनि सबै तपाईँले चाहिँ निश्चितै हुनुभयो कि साँच्चीकै अब तपाईँले बुझ्नुभयो, यसमा कुनै पनि शङ्कै रहेन कि त्यो टिचिङमा भए। अनि प्र्याक्टिस गर्नुपर्छ, अनि मात्रै हो मुक्ति प्राप्त हुने। नत्र खालि यो भगवान् बुद्धको शरीर मात्रै हेरेर केही फाइदा हुन्न, के भएर भगवान् बुद्धको शरणमा मात्रै गएर केही पनि फाइदा हुन्न कि तपाईँ अब उहाँले बताउनु भएको शिक्षाको पनि शरण लिनुपर्ने हुन्छ। त्यसलाई धर्म भनिन्छ, धर्म। उहाँले बताउनु भएको शिक्षालाई धर्म भनिन्छ कि। त्यही भएर यहाँ धर्म गर्ने भन्दाखेरि यहाँ कस्तो हुन्छ भने दुई थरीले लिन सक्छौँ हामीले। एउटा सधैँ मन्दिर जाने, भजनहरू गर्ने, कीर्तन गर्ने, त्यो पनि एक किसिमको धर्मै हो, होइन? तर त्यो भन्दा पनि भगवान् बुद्धको यो जुन अहिले हामी महायानकै चर्चा गर्दैछौँ, भगवान् बुद्धले बताउनु भएको शिक्षालाई चाहिँ यो तिनवटा मार्ग छ नि, एउटा सुनेर अनि चिन्तन गरेर अनि त्यसलाई व्यवहारमा लागू गर्ने, होइन? त्यो गर्न सक्यो भने मात्रै धर्मको रियल मिनिङ चाहिँ हामीले, होइन, अब भनौँ न चरितार्थ गरिरहेका हुन्छौँ। खालि यो अब मन्दिर जाने त्यो पनि एउटा किसिमले धर्मै हो, तर अर्कै किसिमको धर्म हुन्छ, होइन? अनि कर्तव्यलाई पनि धर्म नै भनिन्छ। तर यहाँ धर्म भन्दाखेरि, होइन, यो भगवान् बुद्धले दिनुभएको मैले अघि नै भने नि उहाँले अब हामी त्यसरी सूक्ष्म रूपमा चाहिँ नि हामीले भन्यो भने 84,000 प्रकारका मानसिक विकृतिहरू छन्।
त्यसको चाहिँ नि ठ्याक्कै निवारण गर्नको लागि उहाँले 84,000 नै धर्महरू चाहिँ देशमा गर्नुभएको छ। कुन कुन धर्म देशमा गर्नुभएको छ भन्दाखेरि उहाँले श्रावक्यान धर्म देशमा गर्नुभएको छ। श्रावक्यान भनेको अहिले श्रावक्यानको एउटै मात्रै जीवित परम्परा भनेको थेरवाद परम्परा हो कि हैन। त्यस्तै उहाँले चाहिँ महायान धर्म देशमा गर्नुभएको छ। महायानको पनि दुईटा पातो छ, एउटा पारमिता नै पातो, अर्को वज्रयानको पातो हैन। त्यो हामीले त्यो प्र्याक्टिस गरिरहेको हामीले चाहिँ देखिरहेकै छौँ हैन। नेपालमा पनि छ, विश्वभर फैलिएको छ अहिले। त्यो सबै जुन यानहरू छ नि त्यो सबै धर्महरू के त्यो प्र्याक्टिस गर्नुपर्छ। अनि त्यसलाई चाहिँ धर्मको शरणमा गएको भनिन्छ कि। अनि धर्मको शरण मात्रै गरेर अब तपाईँले चाहिँ नि अब भनौँ न बुद्धको शरण लिनुभयो होइन, त्यतिले चाहिँ नि अब पुग्दैन। उहाँले बताउनु भएको शिक्षाको पनि शरण लिनुपर्छ, धर्मको शरण भनिन्छ। अनि त्यो धर्मको तपाईँले सुन्नुभयो र बुझ्नु पनि भयो, प्र्याक्टिसै गर्न सक्नु भएन भने के गर्ने? जस्तै कि म उदाहरण दिन्छु, तपाईँले बुद्धको शरण पनि लिनुभयो होइन, अनि धर्मको पनि शरण लिनुभयो, तर प्र्याक्टिस गर्नु बिर्सनुभयो अथवा प्र्याक्टिस गर्ने वातावरणै छैन भने अनि तपाईँले चाहिँ अब भनौँ न यता उखान पनि छ नि नेपालमा, हिँड्दैछ पाइला मेट्दैछ भन्ने होइन। अथवा तपाईँ चाहिँ अब एकदमै औषधि सम्बन्धी जानकार हुनुहुन्छ कि होइन, धेरै औषधिको बारेमा थाहा छ, कम्पाउन्डर जस्तो। तर तपाईँलाई रोग हुँदाखेरि होइन त्यो औषधि जतिसुकै तपाईँ औषधिको बारेमा चाहिँ जानकार भए पनि त्यो औषधि टाइममै तपाईँले खुवाउनु भएन भने के हुन्छ? तपाईँको चाहिँ होइन मृत्यु पनि हुनसक्छ कि। त्यही भएर अब त्यो जुन छ नि तपाईँले अब नर्सेसहरूको आवश्यकता पर्छ कि, अथवा वातावरणको आवश्यकता पर्छ। त्यो वातावरण कस्तो भन्दाखेरि तपाईँको धर्म प्र्याक्टिसलाई चाहिँ नि सहने वातावरण कि। त्यस्तै अभ्यास गरिरहेकाहरूको चाहिँ एउटा समूह हुन्छ। त्यो समूहमा बसेर मात्रै तपाईँले धर्म प्र्याक्टिस गर्न सक्नुहुन्छ। नभए चाहिँ खालि सुन्ने मात्रै हुन्छ, बुझ्ने मात्रै हुन्छ, त्यो प्र्याक्टिस कुनै पनि हालतमा गर्न सक्नुहुन्न कि। अनि अब भगवान् बुद्धको परिनिर्वाण भइसक्यो होइन अहिले भगवान् बुद्धको शिक्षा चाहिँ नि जानेका बुझेकाहरू भनेको सङ्गमभित्र पाइन्छ कि। त्यही भएर तपाईँले यही उहाँको फेरि उपदेश सुनेर कसरी प्र्याक्टिस गर्ने सबै बताउने पनि उहाँहरू नै हुन्छ, त्यो सङ्घभित्रै हुन्छ। त्यही भएर तपाईँले सङ्घको पनि शरण लिनुपर्ने हुन्छ कि। यसरी बुद्ध धर्म र सङ्घको त्यसरी शरण लिनुपर्ने हुन्छ। अब यहाँ चाहिँ नि शरण लिनु भनेको मतलब के हो भन्दाखेरि शरणको मतलब चाहिँ नि यो साँच्चै बताउनु पर्दा त्यही भएर बुद्ध धर्म र सङ्घ यो त्रिशरण भनिन्छ। यो थ्री जुवेल्स भनिन्छ, त्रिरत्न भनिन्छ कि। रत्न किन भन्यो भन्दाखेरि ती अब भनौँ न तपाईँको रत्न भनेको के हो, असाध्यै बहुमूल्य हुन्छ होइन, एउटा जुवेल भन्ने। त्यो जुवेलले त तपाईँलाई अब यो जन्म र मरणबाट मुक्ति दिन सक्दैन। यो जीवन यो जुनीमा तपाईँ चाहिँ एकदमै समृद्धशाली चाहिँ पक्कै पनि बनाउँछ यसले होइन। तर यो मरिसकेपछि त्यो जुवेल लिएर जाँदा पाइँदैन होइन। त्यो रत्न पनि खासै भन्ने मात्रै रत्न हो। साँच्चीको रत्न त तपाईँ यो जीवनमा पनि मरिसकेपछि पनि अब अन्तिम बुद्धत्व प्राप्त नहुन्जेलसम्म पनि एकदमै होइन तपाईँलाई चाहिँ उद्धार गरिरहने कि होइन। तपाईँलाई चाहिँ त्यो मार्गबाट कहिले पनि अब च्युत नगराउने होइन, सधैँ सुख दिइराख्ने जुन त्यो छ त्यो त्रिरत्न। त्यही भएर यसलाई चाहिँ अब बुद्ध रत्न, धर्मरत्न, सङ्घरत्न भन्यो कि। त्यो मात्रै रत्न हो, अरू कुनै पनि रत्न चाहिँ खालि त्यो सांसारिक रत्न हो। त्यसले चाहिँ अब हाम्रो जीवनकालसम्म मात्रै साथ दिन्छ। अनि त्यसपछि चाहिँ नि त्यो कुनै पनि त्यसको भ्याल्यु चाहिँ हुँदैन होइन। अनि यहाँ अर्को के हो भन्दाखेरि अब भगवान् बुद्धले चाहिँ हामीलाई शिक्षा मात्रै दिने हो कि होइन, हामी शिक्षा दिने हो। तर भगवान् बुद्धले ल अब तँ चाहिँ मेरो शरणमा आइसक्यो होइन, अब म तिमीलाई चाहिँ म उद्धार गर्छु भनेर त्यसो भन्नुहुन्न कि। उहाँले शिक्षा दिनुहुन्छ, त्यो शिक्षा पालन गर्ने नगर्ने हाम्रो हातमा। त्यही गरेर हामीले यो शिक्षा पालन गऱ्यौँ भने हामीले नै मुक्ति पाउने हो, गरेनौँ भने जस्ताको तस्तै लागेको छ कि। त्यही भएर पालीमा चाहिँ एउटा श्लोक छ, अताई अतनो नाथो होइन, कोही नाथो परोसिया अतना हि सुदन्तेन नाथम लभति दुर्लभम भनेको छ कि। हाम्रो मालिक हामी आफै हौँ कि, हाम्रो मालिक हामी आफै हौँ। त्यसलाई चिनाउने काम चाहिँ भगवान् बुद्धले गर्नुहुन्छ, उहाँको शिक्षाले गर्छ होइन। अनि त्यो शिक्षालाई पालन गरेर हामी आफैले होइन मुक्तिको बाटो समात्छौँ अनि हामी आफै मुक्त हुन्छौँ कि। त्यही भएर भगवान् बुद्धहरूले पनि हामीलाई चाहिँ त्यो उहाँले अब तथास्तु भनेर मुक्ति होइन मुक्ति दिन सक्नुहुन्न। उहाँको
उपदेश फलो गरेपछि मात्रै मुक्ति हो, हामीले मुक्ति पाउने हो कि हैन। त्यही भएर हामीले शरण जाने भन्ने बित्तिकै ल तपाईँ चाहिँ देउता हुनुहुन्छ त्यसरी शरण जाने होइन कि उहाँको जुन ज्ञान छ हैन त्यो ज्ञानले बुझेर हैन अनि यहाँ संसारमा चाहिँ जुन दुःखबाट हामीलाई चाहिँ अब मुक्ति प्राप्त गर्नु छ त्यही भएर हामी शरण जाने हो। जस्तै कि एउटा रोगीले चाहिँ डाक्टर कहाँ किन शरण जान्छन् भन्दाखेरि रोगी किन शरण जान्छ भन्दाखेरि त्यो डाक्टरले त्यो रोगीलाई निको पार्न सक्छ तर निको पार्ने त औषधिले हो हैन। त्यो औषधि डाक्टरले पनि के गर्न सक्दैन, उसले त दिने हो औषधि हैन। त्यो औषधि पनि अब हामीले कसरी खाने भन्ने सबै त्यो नर्सेसहरूले चाहिँ बताउनु, त्यो सङ्घ हो, बुद्ध धर्म सङ्घ भनेको यस्तो हो कि त्यही भएर हामी आफै मालिक हौँ कि अनि हाम्रो मुक्ति पनि आफैमा डिपेन्ड छ। कुनै एक्सटर्नल फ्याक्ट भगवान बुद्धले पनि हामीलाई मुक्त गर्न सक्नुहुन्न। भगवान बुद्धले त शिक्षा दिनुहुन्छ, त्यो शिक्षा पालन गर्यो भने मात्रै हामीले मुक्ति पाउँछौँ हैन। त्यही भएर एउटा अर्को श्लोक पनि छ यहाँ, न छालयन्ति मुनयो जलेन पापम नैवा प्रकर्षन्ति करेन जगत दुःखम नैव च सङ्क्रमते हैन। के हुनु छ भन्दाखेरि भगवान बुद्धले चाहिँ नि अब भनौँ न हाम्रो पापहरू चाहिँ अब भनिन्छ गङ्गा स्नान गर्दाखेरि सबै पाप चाहिँ धुलेर हैन त्यो जान्छ भनेर, तर बुद्ध धर्ममा चाहिँ त्यस्तो छैन हैन। भगवान बुद्ध आफैले पनि हाम्रो पापहरू चाहिँ हैन पखाल्न सक्नुहुन्न कि जसले चाहिँ अब हैन हामीले लुगा धोए जस्तो हैन त्यो दाग चाहिँ जान्छ नि हैन लुगा धोएर, यसरी चाहिँ भगवान बुद्धले त्यो पाप पखाल्न सक्नुहुन्न। न अब हाम्रो भगवान बुद्ध हो एकदमै हैन धेरै शक्ति छ भनेर उहाँले चाहिँ हाम्रो दुःखलाई त्यो समातेर फाल्नु पनि सक्नुहुन्न कि उहाँले के गर्न सक्नुहुन्छ भन्दाखेरि उहाँले प्रवचन दिनुहुन्छ, शिक्षा दिनुहुन्छ कि त्यो शिक्षालाई पालन गरेर त्यो शिक्षा अभ्यास गरेर उहाँ आफै पनि बुद्ध हुनुभयो। हामी पनि त्यो शिक्षा पालन गरेर बुद्ध हुन सक्छौँ, तर त्यो पालन गर्ने नगर्ने हाम्रो हातमा छ। त्यही भएर अस्ति भने नि कर छैन हैन, पालन गर्यौँ भने चाहिँ हामी हाम्रो मङ्गलै मङ्गल हुन्छ, नभए हामी जस्ताको तस्तै हैन दुःखद सागरमा चाहिँ हामी भौतारिरहन्छौँ। उहाँले चाहिँ शिक्षा दिनुहुन्छ, त्यो शिक्षा चाहिँ हामीले पालन गर्नुपर्छ भन्ने यो कुरा। अनि त्यही भएर शरण गमनको कुरा गर्दाखेरि शरण गमन जम्मा दुई प्रकारका हुन्छन् कि एउटा हेतु शरण गमन र अर्को फल शरण गमन। अब हामीलाई चाहिँ नि अब बुद्धत्व प्राप्त गर्नु छ सबै प्राणीहरूको हितको लागि हैन भनेर हामी शरण जान्छौँ बुद्धको धर्मको सङ्घको, त्यो चाहिँ हेतु शरण गमन हो कि हैन। अनि फल शरण गमन भनेको कस्तो हो भन्दाखेरि हैन हामीले यो जुन बुद्धत्वमै शरण जाने हो कि हैन। बुद्धत्व हाम्रो जुन छ नि भगवान बुद्धलाई हामीले यसो हेरेर उहाँको प्रतिमा हैन अगाडि किन ढल्छौँ भन्दाखेरि उहाँको जस्तो गुण हामीमा पनि आओस् भन्ने हिसाबले हो कि हैन। किनकि यहाँ इक्वालिटीको चाहिँ कुरा हुन्छ। यहाँ भगवान बुद्धले जुन स्थान प्राप्त गर्नुभएको छ हामीले पनि प्राप्त गर्न सक्छौँ, तर यहाँ प्र्याक्टिस चाहिँ गर्नु पर्यो भन्ने कुरा हो कि। त्यो फल शरण गमन भनेको वास्तवमा चाहिँ यो परमार्थ वास्तवमा शरण गमन जानुपर्ने भनेको फल शरण गमन हो कि भगवान बुद्धले जुन बुद्धत्व प्राप्त गर्नुभयो त्यही बुद्धत्वमा शरण जाने हो। हामीमा पनि त्यो क्यापेसिटी छ, त्यो बुद्ध हुने क्यापेसिटी छ, तर त्यो बुद्ध हुने क्यापेसिटी चाहिँ नि अब त्यो के अरे बुद्ध हुन नसक्ने जुन सम्भावना यो मनुष्य जीवनमा मात्रै छ भनिन्छ कि अन्य कुनै पनि जीवनमा चाहिँ हामीले बुद्धत्व प्राप्त गर्न सक्दैनौँ। तर हामी मरेका छैनौँ, हामी अहिले मनुष्य नै छौँ हैन। त्यो हिसाबले चाहिँ हामीले त्यो जुन त्यो छ नि यो बुद्धत्व हुने चान्स चाहिँ हामीसँग छ अझ पनि हैन प्र्याक्टिस गर्दै गयो भने। तर यहाँ कुनै पनि त्यस्तो भेदभाव छैन, न देयर इज नो हिन्दू नो बुद्धिस्ट नो क्रिस्चियन। भगवान बुद्धले त त्यतिखेर शिक्षा दिनु हुँदाखेरि त्यो हेरेर दिनुभएको होइन हैन, सबैलाई युनिभर्सल टिचिङ हो कि। त्यही भएर यहाँ इजम भन्ने कुरा आउँदैन, उहाँको शिक्षा फलो गर्ने हो बस हैन, त्यति हो कि। अनि अब त्यही भएको हुनाले यहाँ फल शरण गमन अरू चाहिँ नि अब 3 प्रकारको शरण गमनको बारेमा तपाईँ आफैले पढ्नु छैन, त्यसपछि चाहिँ अब क्लास बढ्दै जाँदाखेरि तपाईँले बुझ्नु पनि थाल्नुहुन्छ होला। सुरुमै हामीले चाहिँ एकैचोटि यो धेरै डोज खुवाए जस्तो हैन त्यो गर्नु मिल्दैन। शरण गमनमा बुझ्नुपर्ने यति मात्रै हो है। यति भन्दै म आफ्नो आजको क्लास यहीँ टुङ्ग्याउन चाहन्छु। सबैलाई धन्यवाद। धन्यवाद मिलन सरलाई। सर एउटा सोधौँ है सर, एउटा मनमा लागेको कुरा। हुन्छ।
सर हामी यो अब हुन त यो च्याप्टरसँग रिलेटेड नहोला होइन सर, हामीले जहिले यो भगवान त्योभन्दा पहिले तीर्थ सरले के बोल्नुहुन्छ कि यो क्वेसन आन्सरको बारेमा? सानो छोटो प्रश्न भए गर्नु होला, हजुर लामो प्रश्न भए हामी अर्को क्लास छ पछि डिस्कस गरौँला। छोटै हो सर। यो मिलन सरले भन्नुभएको यो भगवान बुद्ध भनेको यो के साक्यमुनि बुद्धलाई उद्धृत गरिरहेको छौँ कि सबै बुद्धलाई सर? क्वेसन के यहाँ महायान बुद्ध धर्ममा चाहिँ नि अब हाम्रो अहिले यो संसार चाहिँ नि अब संसारमा चलिरहेको होइन शासन भनिन्छ कि शासन हुन थाहा छ है, बुद्ध शासन। अहिले साक्यमुनि बुद्धको शासन चलिरहेछ कि। तर यो महायान बुद्धमा बुद्ध भन्दाखेरि होइन हामी अब साक्यमुनि बुद्ध लगायत धेरैजना बुद्धहरू पहिला पास्टमा चाहिँ नि आइसक्नुभयो कि होइन। प्रेजेन्टमा पनि अब साक्यमुनि बुद्धको शासन छ। पछि चाहिँ धेरैजना बुद्धले बुद्धत्व प्राप्त गर्नुहुनेछ, किनकि हामी सबैले बुद्धत्व प्राप्त गर्न सक्छौँ नि होइन। भनेपछि हामी सबै बुद्धहरूको चाहिँ शरणमा जाने हो। सर्वबुद्धम नमस्यामि। अनि धर्म उहाँहरूले बताउनु भएको धर्मको शरणमा जाने। धम्मञ्च जिन भाषित उहाँहरूले बताउनु भएको धर्म। सङ्गञ्च शील सम्पन्न, शील पालन गर्ने सङ्घहरूको चाहिँ शरण जाने हो होइन। सङ्गञ्च शील अनि रत्नत्रयो नम्याम्यहम भनिन्छ कि म ती त्रिरत्नलाई चाहिँ त्रिरत्न शरणमा जान्छु, नमस्ते गर्छु भनिन्छ। त्यस्तो मायानमा पाठै गर्ने चलन छ कि होइन। र अब तपाईँले बिस्तारै चाहिँ नि अलिकति सजिलो पाराले चाहिँ म अगाडि बढाउँदै लान खोजेको कि होइन। त्यही हिसाबले त्यही भएर यहाँ मायानमा चाहिँ नि सबै बुद्धहरूको शरणमा गइन्छ कि। र विशेष गरेर विथ स्पेसल रिफरेन्स भनिन्छ साक्यमुनि बुद्धको शासनलाई चाहिँ एकदमै महत्त्व दिन्छ। साक्यमुनि बुद्ध रिप्रेजेन्ट्स अल अदर बुद्धहरू कि होइन। अनि उहाँको धर्ममा अनि सङ्घ त्यो हो मेन। थ्याङ्क यू सर। ल तेरो सर अझै अनि अरू मिलन सर अरू एउटा सानो क्वेसन सर। हामीले सरले यो साक्यमुनि बुद्ध भन्नुभयो सर। अब मैले प्र्याक्टिसमा देखेको यो अरू बुद्धिज्म छ नि सर, यो काच्यपा भन्छ, मिग्मपा भन्छ, यो के हो सर यिनीहरू? त्यो चाहिँ नि अब यहाँ मैले भनिहालेँ अघि नै, यहाँ यी कुराहरू पछि बिस्तारै आउँछ। त्यो अलि गहन कुरा भयो। पछि तपाईँलाई चाहिँ नि अब खानु छ भने अलिअलि गर्दै खानुपर्छ कि डायबिटिजहरूको हट्दै जस्तै होइन। एकैचोटि खानुभयो भने के हुन्छ पछि आउँछ। ल धेरै गर्नुहोस् है। ल म आज त्यो क्लास पुऱ्याउन चाहन्छु। सबैलाई धन्यवाद। धन्यवाद मिलन सर। धन्यवाद मिलन सरलाई। म लिभ गर्छु है। ओके ओके।